साथीहरु, आज भने म टमाटर स्लाइस कसरी काट्छ है तपाईहरुको लागि लिएर आएको छु। हेर्नुस्, यसरी काटिन्छ। एकदम बिजी भएको बेलामा र धेरै कसरी काट्ने र काम नै एकदमै तुर्दैन भनेदेखि यसरी काट्नुस्। अब यसलाई चप पनि गर्न सक्नुहुन्छ। यसरी एकदम छिटो हुन्छ। साइज पनि एकदम बराबर हो, कटिङ पनि छिटो, हात पनि जोगिने, हात पनि नकाट्ने हो। यसरी यस्तो आइडियामा काट्नुस्। अब यसलाई फेरि कम समयमा धेरै काम गर्न सक्ने, धेरै टमाटर यसरी काट्न सक्नुहुन्छ। हेर्नुस्, अब यसलाई चप गरेर रेडी भयो। अब तपाईहरुलाई कस्तो लाग्छ लाइक कमेन्ट गर्नुस् होला साथीहरु। यसरी काट्नुस्, सधैँभरि एकदम छिटो हुने काम। हस्, हुन्छ साथीहरु।